नमस्कार साथीहरू। हामी चाहिँ आज यहाँ घाँस काट्न आएको दुईजना भएर म चाहिँ बुट्टा चढेर घाँस झार्दा अन्त आँसी फुस्कियो। भाइले यता काट्दैछ नि यहाँ सानो बुट्टामा, म चाहिँ यता माथि गएर यति काट्दै आँसी फुस्कियो। बुट्टाबाट आँसी खस्यो भैँमा आएको। घाम परेको छन् बिहानमा। आँसी पनि यस्तो रहेछ, फेरि फुस्किहाल्यो टप्पै। भारी पुग्यो भाइ? भारी अझै कहाँ पुग्ने पुगे छैन? हाँसी